यहाँ चाहिँ हेर्नुहोस् न मैले खिर बनाउँदैछु हो नानीको जन्मदिनको लागि। यो चाहिँ मजाले मैले यसपालि चाहिँ दुधमा मात्रै बनाएँ किनभने कम्ती छौँ नि त हामी 4-5जनालाई मिठो खाऊँ भनेर हो। अन्त यहाँनिर चाहिँ मजाले दुधमा मात्रै बनाएको छु घिउहरू हालेर। अब यो चाहिँ लासेममा चढाएर चाहिँ हामी पनि खानेवाला छौँ। हेलो एभ्रिवान, आज चाहिँ मैले ब्लग स्टार्ट गरिरहेको छु हो। यहाँ गुम्बादेखि नै घरबाट गरौँ भन्दै थिएँ। घरमा चाहिँ एकदम डरलाग्दो पानी परेर चाहिँ जाउँ कि नजाउँ भएर दोधार परेर भए पनि म चाहिँ यहाँ अहिले गुम्बा आइसकेको छु है। अन्त आज चाहिँ मेरो नानीको बर्थडे। अन्त फर्स्टमा चाहिँ अब घरमा पूजाआजा गरेर चाहिँ अन्त गुम्बाको पनि दर्शन गरौँ यहाँ ठुल्ठुलो मेमेहरूकोबाट भनेर चाहिँ म गुम्बा आइरहेको छु। अन्त उसले दर्शन पनि गराइसक्नु भयो होइन। एकदम मजाले दर्शनहरू पायो उसले किनभने अहिले चाहिँ बुद्ध जयन्तीको एकदम राम्रो भइरहेको रहेछ नि त गुम्बातिर। अन्त यहाँ आइपुग्दा चाहिँ मेरो मन पनि एकदम हलुङ भयो होइन, खुसी भयो। अन्त अहिले चाहिँ उसको दर्शन सर्शन गरेर चाहिँ अब हामी चाहिँ एकछिन कृष्णनगरतिर जान्छु। मेरो भाइ पनि आएको छ भर्खर, उसलाई पनि बोलाएको थिएँ। अन्त आएको छ हो, त्यहाँबाट चाहिँ बहिनीको केक सेकहरू चाहिँ अलिकति त्यतैतिर कटाउनु भनेर चाहिँ आइरहेको छु। अन्त यहाँनिर बहिनीको मजाले पूजाहरू पनि भयो हो। उसको चाहिँ आज बर्थडे अलिकति Two hands apa? Apa? Two hands? Sanggela चढाउनु रे आऊ माथि पैसा भएको खै कहाँनिर ए यहाँ रहेछ यहाँ हालो यहाँ हेर्नुमा हालो गुड फ्याफुला गर अब फ्याफुला गर ल अब यता भयो ठ्याक गरिदिउँ। यहाँ चाहिँ देख्नु सक्नुहुन्छ हेर्नुहोस् यस्तो मजाले गुम्बा चाहिँ सजाउँदो रहेछ है। अब बुद्ध जयन्ती आउन आँट्यो त्यही कारणले सबै राम्रो हुँदो रहेछ यहाँनिर। हाम्रो आमा एनङ बसेको हेर्नु नि यहाँ छोरी हाई भन्देऊ न ह्याप्पी बर्थडे थ्याङ्क यू भन। उसको सुत्ने टाइम हो अल्मलिरहेको छ हो। अझै के गरेको होला है। अन्त मेमेले 20 रुपियाँ आशीर्वाद पनि दिनुभयो। अब हामी चाहिँ यहाँबाट निस्किन आँटेको छौँ। नै त्यही कसो मेमेले पनि दिनु हुँदैछ। थाहा छिटो पैसा थाहा आशीर्वाद थाहा न अफै मेरो 2 हात थाहा मामा बहिनीको त पैसा पो कम्यो त है। छे गर मेरो छोरी गुड गर्ल। फ्यापुला पनि गर्नुपर्छ है। फ्यापुला गर्नुहोस् सबै गर्छ नि आसिङ। यसलाई त्यो कता आयो जस्तो भयो होला नयाँ मान्छे देख्यो नि त कि अन्त सबै हेर्दैछ। ह्यान्डसेक गरिदेऊ नानी आसिङलाई छे गर्दैछ। ह्यान्डसेक गरिदेऊ न। आशीर्वाद दिनुहुँदैछ है। ए अहिले म आङी यहाँ मामसँग पनि भेटेको छु। हाम्रो होइसर भाइहरूले पनि हेर्नुहुन्छ र है माम भन्नुहोस् न होइसरलाई। आज भिडियो बनाएको है हात हल्लाइदेऊ न यसो गरेर। अन्त माम भन्नु न। अन्त 81 छ नानी हो। आज चाहिँ 80 देखि उकालो जो पुग्नु भएको छ मामहरू उहाँलाई सबैलाई सम्मान गरेर चाहिँ खदा लाउनु भएको अरे। अन्त हाम्रो माम पनि पढ्नु भएछ त्यसमा है माम। अन्तखेरि चाहिँ आज सबैजना यहाँनिर बुद्ध जयन्तीले गर्दा एकदम राम्रो भइरहेको छ यहाँनिर हो। यहाँ आङीहरू सबैसँग हामी
भेटघाट भयो। आज चाहिँ दशमी रहेछ अनि मेरो नानीको बर्थडे पनि दशमी परेर एकदम राम्रो भएछ भन्नुहुँदैछ मामाले हो। अन्त ए आगी आउनुहोस् न, यता आउनु न, यहाँ भिडियो बनाएको आगी सान्ते नानाले हेर्छ। ए यता यता हुनुहुन्छ हाम्रो आगी। हेरौँ आउन छिटो छिटो। हामी चाहिँ अहिले पूजाको दर्शन गरेर पनि फर्किँदैछु हो। अन्त अब हामी चाहिँ कृष्णनगर जान आँटेको छु। यहाँ हाम्रो पराक छ हो। अनि आऊ छिटो आऊ। लड्यो केही हुँदैन, उठ, रुनु हुँदैन है, आफै उठ्नुपर्छ है। पोल्यो 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 पोल्यो। अहिले भने चाहिँ म गुम्बाबाट पनि आएर चाहिँ मेरो यहाँ केक पिक गर्न आइरहेको छु है। अन्त मेरो केक चाहिँ यहाँ रेडी बनाएर राखिदिनु भएको छ बहिनीले, एकदम दामी जस्तो भनेको त्यस्तै। म चाहिँ सेटिस्फाइङ भएँ, तर खोल्नु चाहिँ खोलेको छुइनँ। अहिले खोल्नु चाहिँ अलिक परै खोल्छु, जहाँ काट्नेवाला छु त्यहीँ खोल्छु हो। अन्त त्यो रेस्टुरेन्टमा नै काट्छु भनेर सोचिरहेको छु। अन्त त्यही भएर म चाहिँ यहाँनिर पिक गरेर आएँ केक होइन, एकदम राम्रो। अन्त वेदर भन्नुहुन्छ चाहिँ बाहिर एकदम पानी परेर चाहिँ हामीले चाहिँ मुड अफ गरिदिइरहेको छ आमा छोरीलाई। अन्त हाम्रो केक बनाइदिने हुने बहिनी चाहिँ यहाँ हुनुहुन्छ। अन्त यहाँनिर चाहिँ थाना लाइन, मिरिक थाना लाइन र प्रेरणा हाउसमा आएर चाहिँ तपाईँले केक खान सक्नुहुन्छ। यहाँको चाहिँ एकदम फ्रेस, अब एकदम टेस्टी हुन्छ अरे हो। अन्त यो पनि मेरो सेकेन्ड टाइम हो। हाम्रो एनएल चाहिँ एकदम खुसी भयो यहाँ आएर हो। अन्त आम्म भाइले दिएको थ्याङ्क यू भन नानी, 2 hands ताप। ए लड्छ लड्छ। मिठाई पो दिनुभएको त भाइले, ए दादाले। तिमीलाई कस्तो क्युट लाग्यो अरे हौ, मन पराएछ हौ दादाले हो। अहिले भने चाहिँ म यहाँ मिरिकको एकदम अहिले टपमा चलिरहेको छ चिया खाइदिउँ भन्ने रेस्टुरेन्ट है, अल इन वान यहीँनिर छ सबै कुरो। अन्त यहाँनिर आइरहेको छु, यहाँ देख्न सक्नुहुन्छ एकदम मजाको भाइब्स छ यहाँनिर चाहिँ। अन्त हाम्रो पराक चाहिँ यहाँ हेर्नु किन घुमिरहेको हो। अन्त यहाँ वरिपरि यस्तो छ, यहाँ देख्न सक्नुहुन्छ केक यहाँ लिएर आएको छु। मेरो छोरी चाहिँ यहाँ हेर्नुहोस् यस्तो डरलाग्दो लडेको कि यहाँ पानी परिरहेको छ नि त मिरिकमा चाहिँ। अन्त पानी परिरहेको छ, नानीसँग मेरो त बिजोग भएको होइन। तर पनि अब नानीको बर्थडेको लागि चाहिँ एभ्रिथिङ सेक्रिफाइस हुँदो रहेछ हो। अन्त त्यही भएर चाहिँ म अब यहाँनिर केक काट्न आँटेको छु। अन्त अब यहीँ छ हाम्रो नानी चाहिँ। नानी यहाँ र आज दिन कति वर्ष पुग्यो अरे तिमी? कति अरे? 2 अझै 2। उसलाई चाहिँ निन्द्रा लागेर कस्तो भएर चाहिँ केक काटिहाल्नुपर्छ ल पराक। भयो 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 ल फाट्यो क्या हो। वाउ यहाँनिर हेर्नुहोस् आसेङ चाहिँले चाहिँ बेलुन फुलाइदिँदैछ हो। अन्त हाम्रो छोरी चाहिँ यहाँनिर चाहिँ हेरौँ यहाँ हेर न छिटो। आऊ यता यहाँको तपाईँलाई म देखाउँछु ल कस्तो छ यहाँनिरको। मजाको छ यहाँनिर एकदम पोजिटिभ भाइब्स आउने खालको छ हो यहाँनिर। यहाँ यहाँ यता हो यता। अन्त यहाँनिर चाहिँ यसरी बनाउँदो रहेछ चिया हो, चिया खाइदिमै हो नि त यहाँको उयसको नामै स्पेसलै। आहा यहाँ हेर्नुहोस् त। हेलो एनोको बेलुन पनि फुलाइसक्यो मामीले हो। अब खुसी भएको अब केक काटिहालौँ ल। अब यो केक खोल्नेवाला छु हो। एनोङ ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू भन न। केक चाहिँ कस्तो रहेछ खै, भनेको जस्तो भयो कि भएन। कसको केक हो? तिम्रो? नचुनै छोरी ल। वाउ केक त दामी बनाइदिएछ हो। खास चाहिँ मैले नि ब्लू कलर बहिनीको ड्रेससँग म्याचिङ गरिदिएको थिएँ कि। यहाँ अगाडि लेखिदिएको छ त 2 years। उसले चाहिँ हेर्नु न यहाँ बेलुनलाई पुरा मन परायो माया गर्दै। हेरौँ अब केक कति कति हस् नछो है एकछिन। वाउ केक कति कति नानीले के खान्छ? हेर्दै गर्न। मेरो छोरीले चाहिँ केक काट्न आँटेको छ। उसलाई चाहिँ सिङ्गल एक्लै काटोस् भनेर। नानी यो फु गर्नुहोस्। वाउ अझै गए ह्याप्पी बर्थडे टु यु
केक काट न ह्याप्पी बर्थडे टु यु यहाँ काटो केक ह्याप्पी बर्थडे आफै काटी दे डियर एनो ह्याप्पी बर्थडे टु यु काट्नुहोस् न यसो गरेर काटी वाउ वाउ यतापट्टि पनि पक्रिँदैन पक्रिँदै यो दुईपट्टि त्यही छोरीको ह्याप्पी बर्थडे हो आफै काट्ने आफै पहिला उसलाई खुवाइदिनु मलाई अब आमा खानुहोस् भन आमा खाउनुहोस् आमा खानुहोस् भन ह्याप्पी बर्थडे सकेको अब उनी आसिङलाई पनि खुवाउनुपर्छ ल फर्कै टिस्यु यहाँ छ हजुर लु केक काटी म खुवाइदिन्छु अलिक आसिङले खुवाइदिन्छ अरे वाउ ह्याप्पी बर्थडे टु यु माई डियर छोरी छे गर्नुहोस् आसिङलाई अब हामीले चाहिँ केकको कार्यक्रम पनि सक्यो यति थियो आज हो लु हाम्रो चिया पनि आयो हेर्न चिया नआउँछु नै लु केक काटी ला भाइहरूलाई पनि दिनु पऱ्यो भन्दै थिएँ केक काटी गऱ्यो काट ए हाम्रो चाहिँ चियानिर चिया टेस्ट गरौँ न परक फेमस चिया के अरे यो है ए चिया खाइदिउँ हो यो रेस्टुरेन्टै चिया खाइदिउँ लु चिया खाइदिउँ है अब यहाँनिर स्टाफहरूलाई केक दिए हो अब यो घरमा लानुपर्छ यहाँनिर चाहिँ आसिङ चाहिँ फोटो खिचिदिएछ कि अन्तखेरि त्यहाँ हेर्नु नि आफ्नो फोटो तन्किँदै हेर्दै हो खै देखाउनु त कस्तो आएछ आसिङकोमा वाउ लाला यसलाई चाहिँ लाला भन्नु अरे नि त सुक्समले राखिदिएको नाम लाला अनि म लालै भन्नु भन्छ को नानी को छुच्ची बुढी हो छुच्ची बुढी ए लाला हो तिमी छुच्ची बुढी होइन को आलाम ए बहिनीको आयो यहाँनिर बहिनीको चाहिँ फ्रेन्च फ्राई कस्तो रहेछ नानी मिठो खानुहोस् त लु नखानुहोस् यो तिम्रो लागि हो खानु लड्छ है खाऊ लु खाऊ त आलाम खाऊ नानी आज कति इयर्स पुग्यो अरे हेर न छु भन कति छु पिरो भयो अन्त खाऊ हामीले चाहिँ के अर्डर गऱ्यो भन्दाखेरि त्यो चाहिँ देख्दाखेरि चाहिँ सेम मोमो जस्तो छ तर यसको फिलिङ चाहिँ भित्र अर्कै हुन्छ अरे हो मन्दु अरे यसको नाम चाहिँ यो ट्राई गर्न आँटेको छु मैले कहिले पनि खाएको छुइनँ यो चाहिँ केएफसी अर्कै स्टाइलको अरे होइन अन्त यो सुसी भए पनि भयो किङबाब भने पनि भयो अन्त हाम्रो चाहिँ फ्रेन्च फ्राई यहाँनिर हेरेर नानीको लागि मगाइदिएको थियो तर अलिअलि पिरो बनाइदिएछ उता पुरा पिरो भयो हामी चाहिँ खानु आँटेको छु होइन के खाएको मोमो चिच्ची मोमो खायो उसलाई चाहिँ निन्द्रा लागेर लडेर त्यहाँ हेर्नु पेन्टहरू मैले हामी चाहिँ त्यहाँ पर खाइसकेर पनि फेरि लाङ्साको मोमो खान आइरहेको छु हो जे भए पनि हामीलाई चाहिँ लाङ्सै चाहिने रहेछ जतिकै मिठो खाए पनि है जे पनि खाए पनि यहाँ त मेरो छोरी यहाँ थियो अब सुत्नु छैन आमालाई माया गरेर देखाइदेऊ न सबैलाई माया गरेर देखाइदेऊ न छिटो न ए जान्दैन रहेछ हौ है कसरी गर्छ आमालाई माया है माया को गर्नुपर्छ त हाई भन्दैन सबैलाई हाई भन
आम्मा यस्तो डरलाग्दो पानी परेको है यहाँ चाहिँ मुसुल धारेमा म आएँ आम्मा म चाहिँ कतिको आँटी रहेछु भनेर चाहिँ म आफै छक्कै खुसी एक्लै हो जल्ला सल्ला बोका बोकेर भए पनि आइपुगेँ है अन्त आम्मा हेर्नु भम्साङ भुमसुङ भएर पनि आइपुगेर पनि बर्थडे मानेर पनि अब हामी चाहिँ घर जान आँटेको छु हामी चाहिँ यहाँनिर लाङ्साई अल टाइम फेभरेट हामी लाङ्साको मोमो खाँदैछु अन्त कस्तो छ हौ पराग यो चाहिँ पोखरी बुङबाट चाहिँ लाङ्सा खानु मात्रै आइपुगेको छ बिचरा हो किनभने यसलाई चाहिँ पुरा लाङ्सा भनेपछि चाहिँ यसको चाहिँ वान अफ द फेभरेट अरे नि त है यिनीहरूको घरमा चाहिँ दिँदैन नि त लाङ्सा कि अन्त हेर्नु यहाँ खाएको मजाले खा ल भनेको ओके मेरो चाहिँ यहाँनिर चाहिँ म खानु आँटेको मेरो नानी चाहिँ यहाँ देख्नु सक्नुहुन्छ सुतिरहेको छ निन्द्रा पुरा लाग्यो यस्तो चाहिँ मेरो बिजोग चाहिँ पेम्बाले मात्रै हेर्नु सक्छ होला अहिले भने चाहिँ म चाहिँ यहाँनिर बजारबाट आएर पनि हाम्रो यहाँ बहिनीको घरमा बसिरहेको छु हो अब म चाहिँ यहाँनिरबाट घर जानुपर्ने हुन्छ अहिले चाहिँ रात पर्न आँटे 6 बजिसक्यो अन्त चिया खाएर जानुहोस् न भनेर चाहिँ म चाहिँ यहाँ चिया खाँदैछु हो मनमा भुटभुट हुँदै भए पनि रात पर्न आँटिसकिसक्यो अहिले चाहिँ लगभग 6 बजेर रात पर्न आँटिसक्यो हो अन्त मेरो हालत चाहिँ यस्तो छ नानी बोकेर घर जाँदैछु आज केक पनि काट्यो नानी केक काट्यो कि काटेन आज कसको ह्याप्पी बर्थडे थियो कसको ह्याप्पी बर्थडे थियो छिटो भन न आज दिन तिमी कति पुग्यौ अरे भयो आज दिन तिमी कति इयर्स पुग्यौ 2 इयर्स 2 इयर्स आज कसको ह्याप्पी बर्थडे थियो हामी चाहिँ घर आइपुग्यौँ है रात पर्यो